ल हेर्नुहोस् यो भनेको 8 मा कसरी सजिलो तरिकाले पार्स गर्ने ल हेर्नुहोस् इजी तरिकाले हेर्नुहोस् कसरी काट्ने 8 ल हेर्नुहोस् सजिलो तरिकाले स्पिड पनि छ क्लियर पनि छ तर तपाईहरुले बिस्तारै चलाउनु होला यो चाहिँ मैले कुदाको हो म चाहिँ स्पिडै कुदाउँछु त्यही भएर ल हेर्नुहोस् कस्तो मजाले कटेको 8 नडराई चलाउनु पर्छ सकिन्छ आरामले सकिन्छ 8 पास गर्नलाई यो कार ट्रायल हो आजको दिन चाहिँ मेरो ट्रायल ल यो मेरो 2083 को नै हो